काङ्ग्रेसमा हाल्यो, काङ्ग्रेसले केही गरेन। त्यहाँबाट नेकपा एमालेमा हाल्यो, त्यसले नि केही गरेन। त्यहाँ राखिदियो, माओवादीलाई हालिदियो, त्यसले पनि केही गरेन। किन गरिनस् भनेको सत्तै छोडिदियो भनौँ। मैले भने जुन पनि चुनावमा जान्छ, भोट माग्छ, त्यो मन्त्रीले यहाँ जाइने, हाम्रो जाइने, नेपालमा जाइने कल कारखाना निकाल्न पर्छ त कसले पनि त्यसैलाई भोट दिन्छ। खै हाम्रो पेट्रोल यहीँ छ, बर्तेल यहीँ छ, डिजेल यहीँ छ, सुन यहीँ छ, तामो यहीँ छ, पितल यहीँ छ, सिसा यहीँ छ, दबाई यहीँ छ, जम्मै हाम्रो नेपालको बाहिर लगेर जाइने पैसा पारेको छ। खै हाम्रो नेपालमा निकालेको यो चिज निकाल्नु पर्छ। मन्त्री भएर बाहिर देशमा जान्छन्, भत्ता मात्रै खान्छन्, आफूलाई बङ्गला बनाउँछन्, बस्छन्। यहाँ कल कारखाना निकालिदियो भने हाम्रो मान्छे बाहिर देश जानु पर्दैन, कोही पनि कोही जानु पर्दैन बाहिर देश। जम्मैले यहीँ पाउँछ। सुन कारखाना, पेट्रोल कारखाना, मटेरियल कारखाना, और शीशा कारखाना, और क्या हो दवाई कारखाना, जम्मै यहीँ छ। तामो कारखाना जम्मै यहीँ निकालौँ त। मान्छे को जान्छ बाहिर? दुःखले जाने हो बाहिर, हो कि होइन? यहाँ खाना नपाएर दुःखले तकलिफ भएर बाहिर देश गएर अलिक सुख हुन्छ कि भनेर बाहिर देश जान्छ मान्छे। यहाँ खोइ के निकालेको छ यहाँ अहिलेसम्म? कति मन्त्रीलाई भने मैले, अनि एउटा मन्त्रीले काङ्ग्रेसले के भन्यो, यहाँ पेट्रोल मटेरियल निकाल्ने हो भने भारतमा सुक्छ, भारतले दिन्न भन्यो। आफ्नै देशको भारतले दिन्न भनेर हुन्छ? यहाँ निकाल्नु पर्छ भने मैले। आफ्नै देशको चिज अन्त दिने रे, आफूलाई ननिकाल्ने। अब यो नेपाली कागज थियो, एउटा जाने तर्ताउँछु लेखे पनि त्यो धोइ पनि नधुने नजानी थियो त्यो कागज। अहिले त्यो कागज खै लयो अमेरिकाले, सबै अमेरिकाले लयो। तारा खोलामा बनाएर लयो अमेरिकाले। खै हाम्रो देशमा एउटा हाम्रो नानी केटाकेटीलाई चिना लेख्ने कागज छैन। खै हाम्रो नेपाली कागज खै त्यो पानीमा बेसिन धोइ पनि धोइन्न। यो अहिले यो भारतबाट आएको कागज पानीमा एकैछिन धुनियो भने हुन्छ भनेपछि एउटा केही छैन। यहाँको चिज जम्मै बाहिर लैसक्यो। ओ सिसा खानीतिर जाम त यत्रो दुला बनाइन्छ, यत्रो दुला बनाएर जम्मै निकालेर लैछ। जाना राम्रो चिज छ ट्याक भाँचेर लैछ। यो हामीले लुथेलमा काम गरेर धागा बनाउन गइयो, गाउँ जाँदाखेरि जम्मै जग्गामा धेरियो। त्यस्तो गरेर दुला बनाएर मुनिएर थुटेर लैछ। मुनि भएको चिज थुटेर लैछ भनेपछि हाम्रो नेपालमा केही कल कारखाना निकाल्दैन। कसलाई भोट दिने? जसलाई भोट दिए पनि उस्तै हो, जसलाई दिए नि भयो। कोही म गर्छु भन्ने मान्छे आउँछ भने उसैलाई दिने। मैले कल कारखाना निकाल्छु हजुर, लौ म पक्का कल कारखाना निकाल्छु भनौँ भने उसैलाई दिने, सामान्य हालिदिने। गर्न उ गर्न परिन्छ। कोही कुना लुकेर हाल्न नि पर्दैन, कोही केही लुकेर हाल्न नि पर्दैन। म गर्छु भन्ने बहादुर निक्लन्छ भने त्यसलाई भोट दिइन्छ। म यो देशमा कल कारखाना निकाल्छु, हाम्रो देशलाई सुख दिन्छु भनौँ भने त्यसैलाई भोट दिनुपर्छ। किन हाम्रो देशमा कल कारखाना निकालौँ? हाम्रो देश जस्तो धनी अर्को हुन्न, अर्को देशलाई सहायता दिन्छ। अहिले अर्काको सहायता मात्रै लाएर हाम्रो देश सकिसक्यो। त्यो ऋण कहाँबाट तिर्ने? यो जनताको सिरामा जाने कमसेकम करोड ऋण पुगिसकेको छ। भनेपछि हाम्रो देशमा केही कल कारखाना निकाल्दैन। यो पहिल्यै भोटाउने बाँडालाई नि यिनीहरूको चाहिँ नि हेर्दै गएको खै कसैले पनि गर्दैन आजसम्म। के गर्नु?